नमस्कार मित्रहरूमा म केही कुरा गर्न गइरहेको छु आज होइन। अलिकति त्यस्तो मोड चलिरहेको छैन। थोरै कुरा राख्न चाहन्छु तपाईँहरूको बिचमा होइन। म के भन्न चाहन्छु भने हामीलाई के लाग्छ भने देश धनी हुन चाहने व्यक्ति र पार्टीको कार्यकर्ताहरू धनी हुने सोच भएको व्यक्तिहरू छन् नि जुन समाजमा, जब चुनाव आउँछ भोट आउँछ त्यति बेला चाहिँ जय 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 होइन। कहिलेसम्म हुने यो यति सोझा समाजलाई कहिलेसम्म ठग्ने क्या हामीले होइन। सक्नुहुन्छ तपाईँ प्रदर्शनमा आउनुहोस् विकास गर्नको लागि क्या, आउनुहोस् सक्नुहुन्छ भने। तर कुनै ठाउँमा विकासको लागि केही हुँदैछ भने त्यसमा औँला उठाउने काम हाम्रो हो क्या। म उठाउँछु क्या त्यो ठाउँको लागि केही गर्नुपर्छ, केही उदाहरणहरू दिनुपर्छ क्या। यतिका वर्ष भयो पञ्चायत उता के बहुदल के आयो नि, खोइ त हामीले यति नै हो त पाएको। देशको विकास यति नै हो त पाएको हामीले। खोइ त हाम्रो लागि फाइदा सधैँभरि कर मात्रै तिरिराख्ने, सधैँभरि जग्गाको तिरो मात्रै तिर्दै बस्ने। खोइ त हामीले सुशासन पाएको, खोइ त हामीले हाम्रो देशको विकास पाएको, खोइ त हाम्रो बालबच्चाले गुणस्तर शिक्षा पाएको। पैसा तिरेर बोर्डिङमा पढाउनु पर्छ अनि त्यसपछि मात्रै गुणस्तर अलिकति शिक्षा पाएको भन्ने मात्रै हो त। त्यही हाई स्कुलमा पढेको होइन म, त्यही हाई स्कुलमा मेरो बाउ पढेको होइन। तर अबको बच्चाहरूलाई किन बोर्डिङ पढाउनु बाध्य भयो क्या। जब त्यति बेलाको स्कुल थियो नि त्यो स्कुल अहिले बोर्डिङमा पढाइन्छ क्या त्यो चिजहरू। खोइ त स्कुलमा त के भयो होइन। अनि कसरी देशको विकास हुन्छ क्या। सबैजना बाटै जताततै नेतै घरै पछि नेतै भएर चाहिँ के गर्ने। दुःख लाग्छ यार सम्झिँदा पनि। कमसेकम गरिदिनु नि पुरानो नेताहरू जुन ठाउँमा यो ठाउँबाट उठेको थियो नि, जुन नेताहरू भएर उठेको थियो नि, नेता भन्ने मान्छेहरू थियो नि, 1 रुपियाँ भ्रष्टाचार नगरेको गरिदिएको भएदेखि कहाँ पुग्थ्यो होला क्या यो ठाउँ। एउटा उदाहरण बन्थ्यो क्या। उदाहरण बन्दै जाँदाखेरि नेपालभरि यो प्रचार भएर उदाहरण